प्रभु येशू ख्रीष्टको सर्वोत्तम नाममा यहाँ सबैलाई हार्दिक अभिवादन। प्रिय हो, पवित्र बाइबलमा तीतसको पत्र 3:4 वचनमा तर जब परमेश्वर हाम्रा मुक्तिदाताको भलाइ र प्रेम प्रकट भयो भनी लेखिएको छ। मानिसको पापले उसको हृदयको आँखालाई बन्द गरिदिएको छ र उसलाई परमेश्वरको उपस्थितिमा आउन रोकेको छ। पाप, त्यसको परिणाम र दण्डबाट मानिसलाई केवल परमेश्वरको कृपाले बचाउन सक्छ। परमेश्वरले मानिसलाई कृपा यसैले गर्नुहुन्छ किनकि परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्छ। परमेश्वरले उहाँको प्रेम यसरी प्रकट गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्रलाई सारा मानिस जातिको छुटकाराको लागि कल्वरीको क्रुसमा बलिदान गर्नुभयो। प्रभु येशू ख्रीष्टले सम्पूर्ण मानिस जातिको पापको बोझ आफै उठाउनुभयो र पापको दण्ड सहनुभयो। उहाँले मानिसको लागि उद्धारको मार्ग तयार गर्नुभयो, जुन परमेश्वरको कृपा र प्रेमको प्रमाण हो। यो वचनलाई बुझ्न परमेश्वरले तपाईलाई सहायता गर्नुभएको होस्। धन्यवाद। स्तुति गर्छु चरणमा पर्छु, आउँदैछु म पापीहरूको